ओहो, थाहा पाउनुभयो त? एमालेको घोषणा पत्र आयो अरे। 18 देखि 28 वर्षको युवालाई 10 GB डाटा फ्री अनि उद्यमीलाई $10,000 कार्ड। ओलीज्यू मान्नै पर्छ तपाईँको बुद्धिलाई। देशका कल कारखाना बेचेर युवालाई खाडीमा पसिना बगाउन पठाउनु भयो अनि अहिले चुनावको 2 दिन अगाडि त्यही युवालाई 10 GB डाटाको लोभ देखाएर भोट माग्दै हुनुहुन्छ। यो डाटा इन्टरनेट चलाउन होइन ओलीज्यू, युवाको विवेक बन्द गर्न दिन खोजिएको हो। के नेपाली युवाको भविष्य यति सस्तो छ र? अनि हामी परदेशीलाई वर्षको 5,000 रुपियाँ उपहार दिने रे। सुन्नुहोस् ओलीज्यू, महिनाको लाखौँ पठाएर तपाईँले चिल्ला गाडी र विलासी महलको जग हाल्ने हामी हौँ। हामीलाई तपाईँको 5,000 को भिख होइन, स्वदेशमा आमाको काख र परिवारको साथ चाहिएको हो। 5,000 त यहाँ हामी केही दिन ओभरटाइम गर्दा कमाउँछौँ, तर तपाईँले हाम्रो कतिवटा 5 वर्षमा कुशासन खेर फाल्नुभयो, त्यसको हिसाब कहिले दिने? अनि हामी पसिना बेच्छौँ ओलीज्यू, तर स्वाभिमान कदापि बेच्दैनौँ। हिजो भदौमा युवा सडकमा आउँदा अराजक भन्दै दमन गर्ने, आज चुनावको 2 दिन अगाडि त्यही युवालाई डलर कार्ड र फ्री डाटाको सपना बाँध्ने। फागुन 21 मा चुनाव छ, त्यसैले यति धेरै माया पलाएको हो होइन? 20 लाखको निर्ब्याजी ऋण रे। योभन्दा अगाडि सरकारमा आउँदा किन युवाले ऋण पाएनन्? कि तपाईँका वरिपरि बिचौलिया मात्र मोटाए? घोषणापत्रमा सपना होइन, आफ्नो 5 वर्षको कुशासनको सफाइ दिनुहोस्। दाजुभाइ हो, 10 GB डाटामा आफ्नो 5 वर्ष नबेच्नुहोस्। 5,000 को लोभमा आफ्नो देशको भविष्य खरानी नबनाउनुहोस्। उनीहरूले डाटा दिन्छन्, हामीले दण्ड दिनुपर्छ। फागुन 21 गते यो सुकेको सूर्यलाई होइन, आफ्नो निधारको पसिनालाई सम्झेर भोट हाल्नुहोस्। अब चल्दैन ओलीजी, तपाईँको गफको पसल अब बन्द भयो। जय नेपाल।